वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रोसँग केकरा एकदम चिया खाने कार्यक्रम चलिरहेछ। यता हेर्नु त माम बस्दैन रिन्जियर तपाईँ सिस्टर यता हेर्नु त। हाम्रो एकजना सिस्टर चाहिँ यहाँ लुक्नु भएछ। एकदम रमाइलो भइरहेछ है यहाँको चाहिँ चिया खाएर। लोपसाङ शेर्पा हो मेरो पनि लेखिरहेको केटा बरु है। तर आज चाहिँ बढी भएको मलाई म त खान्न अब त कान्छो मेरो पनि लेखिरहेको भन्नु त। सो आज चाहिँ हाम्रो एकदम चिया खाने कार्यक्रम चाहिँ चलिसकिसकेको छ। अनि त्यहाँबाट आज यस्तो धेरै दिन भयो नि त ब्लग नहालेको, त्यही भएर यसो आज हाल्यौँ भनेर। अनि हाम्रो सिस्टर आउनु हुँदैछ लोपसाङ शेर्पाकोमा लेखिराख्नु ल। यहाँ चाहिँ एकदमसँगले चिया खानेको चाहिँ हामीसँगले ल देख्नु ल तपाईँको म देखाउने ल। ओभर भन्छ ल कति भयो हाम्रो 150 3 कप अन्त 1 कप चाहिँ 2 कप राख्छ नि त। कटर रौसी हो नि 200 हो भने लेखिराख्नु 200 हो भने लेखिराख्नु सिस्टरले। देख्नु न नि खोइ छिटो भन्छ मलाई पनि छिटो भन्छ देख्नु तपाईँ 2 के अरे कडा खालको रक्सी 200। अब के गर्नु पैसा छैन। अब एकदम मुद्दा देख्छौँ गाईचुर हामी कडा रक्सी हो रौसी हो 200 सिस्टर त फेरि डेन्जर छ नि हाम्रो। अब चाहिँ राति हुन्छ एउटा यस्तो ब्लक हाल्नु लोपसाङ शेर्पा कति 2 कप रक्सी 1 कप चिया 150 अन्त 200 भन्छ। तपाईँ कस्तो खालको मान्छे 200 भन्छ तपाईँ उता हार्ने सुन्नु न कडा रौसी हो 200 ल लेखिराख्नु है हजुर है। अब फेरि ए ल सिस्टरको नि अब भ्लग आएछ है। तपाईँ त सिस्टर यो सेयर गरिदिनु ल। सो आज हाम्रो चाहिँ नाइटमा नि यस्तो भ्लग चलिरहेछ। अनि एकदम सुमित दादाकोबाट हामी उता हिँड्यौँ चिया खाएर हो। राति हुँदो लाइट बाल्नु पर्ने रहेछ ठाउँमा हाम्रो है। एकदम बवाल छ बवाल होइन। त्यस्तो जे पनि नर्मल तिमीहरूलाई त्यस्तोको मतलब छैन नि त होइन। अनि चिया खाएर अब चाहिँ हामी रुममा गएर खाना खानुपर्ने हुन्छ गाइजहरू है। अनि सबैजनाले एकदमसँगले बवाल सब्सक्राइब हानेर लाइक गर्नु होला है। अनि कमेन्ट पनि गर्नु होला। अनि हाम्रो एउटा कोबाङबाट एउटा आएको छ हाम्रो एउटा भान्जा नि हो। तर पतौडी परेको भतौडी यसरी नबोलिकन हिँडिरहेको छ। अनि अब स्टिक किन्नुपर्ने चाहिँ मैले लास्टै जरुरत परिरहेको छ लास्टै मलाई। अनि राति त हेर्नु लाइट यस्तो पानी परिरहेको छ। अनि सो अस्तिको दिन चाहिँ म काममा जानु सकेन है। अनि यसो टाउकोदेखि कारणले गर्दा अनि केटाहरू सबैजना हिरो भएर चाहिँ आम्मा म कालो भूत यार सेकेलो के अरे मामा अनि हामी सबै होइन नि त हामी 3 जना छ यसरी म ड्याड अनि एकजना उता सतर्क दादा कर्नेको दादा सनम दादा अरू सब ल गाइजहरू मेरो कपालको चाहिँ सबैजनाले कस्तो कटिङ हान्नु पर्यो यस्तो भनिदिनु होला। सबैजना मेरो कपाल लास्टै मन पराएन क्या है। त्यही कारणले गर्दा अनि भ्लग बनाउनु चाहिँ अलिकति मन थिएन। आज हामी एउटा नयाँ दोस्त आएको छ क्या हाम्रो यहाँ त। तैँले अहिले कतिखेर गर्लफ्रेन्ड चेन्ज गरिसकेर यहाँ भन्दा नडरिकन भन्नु ल यहाँ कपाल चाहिँ भनेको मान्छे भिडियो पनि कस्तो राम्रो हाँस मास्क लगाएको छ धुलोमा पछाडि यस्तो मान्छे देख्छ पर। अन्त ल गाइजहरू होइन। अनि हामी चाहिँ आज यहाँ यो साइड पनि हाम्रो तर अन्धेरामा केही देख्दैन। हाम्रो चाहिँ यो भ्लग यस्तो नराम्रो भए पनि हालिदिइरहेको छु। अनि सो मामा अब सुत्ने होला खाना खाने होला नि खाना के छ तरकारी के छ केटा भन्दा के के
अन्डा फडाइ भन्न भन्न छैन के अरे भात पनि थोरै छ भात चाहिँ छ होइन दाल नि छ तरकारी छैन अनि सो आज चाहिँ हातै गली गली भइन् समय राख्छु नाइटको भिडियो एकदम खतरा के मामा अन्डा त हामी फ्राई गरेर खाने नि त डन हो नि त हामी त भनिदिनु डन एकदम सोझो सादा भोलो भाडा अब यस्तो छोटो मिठो भ्लग हाल्नु भन्दा है तर अन्ध्यारोमा केही देखिरहेको छैन आज चाहिँ रिन्ज एकैचोटि कार्तिक हुन्छ नि अरे अनि म नि आउँछु यतै चिन्ता नगर कहिले आउँछस् दुईजना तिनजना आउँछ हो र पर्दैन म त पर्छ नि यहाँ उन्दै हो नि म त त्यो पर्ने पर्दैन कि त पानी चाहिँ फुसफुस फुसफुस परिरहेको छ गाइजहरू हाम्रो होटलबाट यहाँ आउनु 5 मिनट लाग्यो ठ्याक्कै कहाँ जाने अरे केटा हात गऱ्यो गाइडहरू मलाई स्टिक किन्नुको लागि सबैजना हेल्प गरौँ होला छिटो छिटो अनि यसो मैले डट बाइक किनेर यसो ब्राइटमा हिँडेको देख्नु पाऊँ है यस्तो कालो ब्ल्याक ब्ल्याक छ क्या जिन्दगीमा के हुन्छ आज नि मिटिङ चलिरहेको छ गाइजहरू उजीबाट बस्तीको गाई बस्तुहरूको एउटा हाम्रो पप्पी पनि हिँड्दैछ मिटिङमा टिटी लाएर हाम्रो जहिलेबाट मिटिङमा हुन्छ मिटिङमा मामा खाना खाने हो खाना खाने मामा ओरन्डो भात खाने हो मुख नाच्ने भ्लग भनिरहेको थिएन म नखाने होला अब चाहिँ भात खानुपर्ने हुन्छ हाम्रो चाहिँ ठिक्क लाएर सो आज चाहिँ खाना खाने कार्यक्रम चलिरहेको छ अब बुझ्यो यो हाम्रो यता नि खुल्लै राखेर चाहिँ सोलो गाइड्सहरू होइन आजको भिडियो यति नै भन्दा म छोटो मिठो भिडियो लिएर आएको अब हामी खाना खाइसकेर मात्रै हो है आजको भिडियो यति बाई